हेलो गुड मर्निङ एभ्रिवान है। आज चाहिँ हामी काठमाडौँ रिटर्न हुन लाग्छौँ। काठमाडौँ रिटर्न हुन लागेको अहिले चाहिँ बिहानको 6:30 कि कति बज्दैछ। बिहानको भ्यू चाहिँ यस्तो छ यहाँको है। फेरि उताबाट हुस्सु लगाएर आइरहेको रहेछ। हिमाल चाहिँ क्लियरै देखाएको छ, राम्रो देखाएको छ हिमाल। अब चाहिँ हामी एकछिनमा चाहिँ निस्किन्छौँ। हामी रेडी भएर टाढा छ, 6 घन्टाभन्दा बढी लाग्छ हाम्रो पुग्नलाई नै। सो बाटोमा एकछिन यताउति बिस्तारै बेगनासतिर पसेर जाने विचार गरेको, खै के होला। अब हामी चाहिँ निस्किन्छौँ। हेलो गाइज है, हामी चाहिँ अब निस्किन लाग्यो। निस्किन हेर्नु पऱ्यो ल। जम्मा अब हामी ब्याग चेक सबै रेडी भइसक्यो। अब ब्याग चाहिँ सबै प्याकिङ भएर रेडी भइसक्यो। सो हेलमेट त्यहाँ छ। जम्मा निस्किम ल है, निस्किम ल। हामी चाहिँ निस्किन लाग्यो। हाम्रो चाहिँ एउटा जुए हो, बाइक यहाँ छ। निस्किन लाग्यो, घाम पनि लाग्यो। 7:45 जति भइसक्यो। निस्किम ल है, निस्किम। सी यू अन द रोड आफ्टर उनौर। गएर हामी चाहिँ बेगनास ताल आएको होइन। बेगनास ताल त खै केही देखाएर हुन्छ, पुरै हुस्सुको भिजिबिलिटीले गर्दाखेरि केही देखाएको छैन यार। पुरै हुस्सु चाहिँ लास्टै रहेछ हुस्सु। कुहिरो लागेको बेगनास तालबाट चाहिँ अब हामी फर्किनु लाग्यो होइन। फर्किनु लागेको अब हाम्रो सामान चाहिँ यहाँ छ। अब फर्किए यतातिर खासै नजाने केही छैन। कुहिरो लागेको छ। अब बोटिङ गरौँ भने अब ढिला हुन्छ है। कुहिरो लगाएर खासै केही मजा आएन ल। ठिकै छ, चम्ल लेट्स गो। बेगनास ताल चाहिँ यस्तै रहेछ, हुस्सु लागेको। अब हामी चाहिँ फर्किनु लाग्छौँ। अब हामी जाने। अहिले चाहिँ हामीले चाहिँ एकछिन रोकेको छौँ है। हामी चाहिँ ऐना पहरा भन्ने एउटा रहेछ। आज चाहिँ गणेशको मूर्तिहरू यस्तो छ कि मैले फेसबुकमा पनि देखाएको थिएँ। अनि जस एकचोटि जानु लाग्यो ऐना पहरामा है। सो यहाँ टिकट काटौँ अनि जाउँ। ऐना पहरामा त्यही एउटा मात्रै हो र, अरू छैन? ए जाउँ। हामी चाहिँ आइपुग्यौँ यहाँ ऐना पहरामा। आज चाहिँ यहाँ प्रोग्राम रहेछ। को हो कुनै चेक भनेर यहाँ मार्नु पर्छ। अब गएर म चाहिँ यहाँ 1 करोडको चेक काटिदिनु पर्ला जस्तो। 1 करोडको चेक काटिदिउँ। 1 करोडको चेक काटिदिउँ। हाई ल है ल। आज त लोगो रहेछ हेर्दा श्यामरानाहरू को आउने अरे। अब यहाँ चाहिँ यस्तै हेर, यहाँ आटो आमा छोराको आटो छ। आमा छोराको आटो। हामी चाहिँ यहाँ आइपुग्यौँ। आमा छोराको आठ, गणेश भगवान यति रहेछ। यहाँ चाहिँ ऐना पहरा, गणेशको मूर्ति, अनि त्यहाँ आर्टहरू रहेछ। अनि हाम्रो म्याडम चाहिँ यहाँ पिङ खेल्ने रे। अब पिङमा चाहिँ ढालिदिनु पर्ने भयो। डरै लाग्छ, डर लाग्छ त्यहाँ। राहुल ल आउला ल ल ल रमाइलो भयो ल। अब चाहिँ खाना आएको यो कल्पना होटेल एन्ड समथिङ लेते के भन्नेमा
ल खाना खाइदिउँ मुगलीमा रोक्यो मुगलीमा छ ठ्याक्कै 11:05 भयो ल भात खाइदिउँ यो चाहिँ मुस्ताङ कल्पना होटेल गल्ती भान्साघर हामी चाहिँ यहीँ खाना खाएको है खाना खाएको पनि यहाँको काण्डसितै भयो कि भर्खरै ठिकै छ त्यस्तै रहेछ अब केही छैन I will never recommend it. I will never recommend this place. Guys, हामी चाहिँ मलेखु आइपुग्यौँ है बाइक चाहिँ यहाँ छ बाइक अघि कहाँ ठडक ठडक ठोकिरहेको थियो सबै ठिकै छ बाइकको निम्बु पानी खान लाग्यो अस्ति हामी खाना खाएर गएको होटेलमा हामी यहाँ बस्दैछौँ म चाहिँ निम्बु पानी खाँदैछु लास्टै धुलो धुलो भएर भर्खर मुख धुलो बस्छ अब एकछिन 2-4 मिनट बस्छ म निस्किहाल्छु भने चाहिँ है अब हामी बिहान कति 7:45 तिर हिँडेको कति लगभग 1 बज्नु रहेछ 1:05 बाइस अब निस्किन्छौँ हामी यहाँबाट हामी चाहिँ यहाँ चाहिँ अब जान लाग्यो गल्सीतिर जाउँ निस्किम ल बाटोमा रोक्न समय हुनु परेन यहाँ मान्छेले यहाँ बल्ल बल्ल यति त गर्न समय पाएर बल्ल बल्ल पैसा रहेछ हाम्रो जाउँ ल हामी चाहिँ अहिले गल्सी भन्दा ठ्याक्कै माथि आइपुगेका छौँ यहाँ मेट्रो मम्मीको पसल छ अब हामी एकछिन बस्छौँ त्यसपछि चाहिँ घर जान्छौँ है अब कति बज्यो अहिले कति बज्यो अहिले अहिले कति 1:58 भएछ 2 बज्नु आएछ अब हामी लगभग 5 बजीतिर चाहिँ घरै पुग्छौँ होला है त हामी चाहिँ हिँडिसक्यौँ यहाँ धार्केबाट यता आएको सित्तपाली जाने बाटो रहेछ त्यहाँबाट जानु लाग्यो अब अन द वे नै छौँ है बिस्तारै पुगिन्छ होला 3:30 बिसतिको अब 5:30 पुगिन्छ होला घरै माथि पोखरी है त सिया म चाहिँ घर आइपुगेँ होइन भर्खरै घर आइपुगेँ बाइक चाहिँ यही छ मेरो अब भर्खर राख्यो अब भित्र जानु पऱ्यो अब भर्खर आइपुग्यो है ल बाइक चाहिँ यस्तो छ हालत भर्खर आइपुग्यो अब यस्तै छ आइपुग्यो बल्ल बल्ल सो बाई बाई